फाउन्डेसन तेस्रो एकीकृत नमुना बस्ती स्वरूप महोत्तरीको बर्दिवासमा निर्माण गर्न लागेको बस्तीको सोमबार शिलान्यास गरिएको छ। फाउन्डेसनले एक भव्य समारोह आयोजना गरी महोत्तरी बर्दिवास नगरपालिका 2 स्थित मुसहर बस्तीमा नमुना बस्तीको शिलान्यास गरेको हो। ख्यातिप्राप्त हास्य अभिनेता द्वय हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठ तथा गङ्गासागर सरसफाइका अभियन्ता राम आशिष यादवले संयुक्त रूपमा बस्तीको शिलान्यास गरेका हुन्। बस्ती शिलान्यासका लागि हास्य कलाकारहरू मनोज गजुरेल, किरण केसी, जितु नेपाल, सुरेन्द्र केसी, शिवशङ्कर रिजाल, राजा राजेन्द्र पोखरेल, कुमार कटेल, अर्जुन घिमिरे, गायिका माण्डवी त्रिपाठी लगायत मुसहर बस्ती पुगेका थिए। कार्यक्रममा बोल्दै हास्य अभिनेता हरिवंश आचार्यले सीताराम कटेल नेपाल आमाको सपुत भएको बताए। यो भन्दा अघि सीताराम कुञ्जनाको जोडीले पहाडमा खुसी छाउने काम गर्यो। उनले भने, अहिले मुसहर बस्तीमा उज्यालो छर्दैछन्, यो सँगसँगै देशमा खुसी छरुन्। त्यस्तै मदन कृष्ण श्रेष्ठले दुर्मु सुन्तलीले राजनीतिक दलहरूलाई चुनौती दिएको प्रतिक्रिया दिए। पदमा बसेकाहरूले काम गरिदिएको भए देश यस्तो हुँदैन थियो, उनको भनाइ थियो। त्यस्तै सीताराम कटेलले आफूले देशप्रतिको उत्तरदायित्व निभाएको बताए। म पहिलो पल्ट पूर्व पश्चिम राजमार्ग सरसफाइका लागि यहाँ आइपुग्दा निकै भक्कानिएको थिएँ। मुसहर बस्तीको पीडा, दुःख र गरिबीले एकीकृत नमुना बस्ती बनाउन पोलिरह्यो, उनले भने। त्यसै गरी कुञ्जना घिमिरे मुसहर बस्तीमा खुसियाली छर्न पाउँदा आफूहरू खुसी भएको र सबैको सहयोगले बस्ती बन्ने विश्वास व्यक्त गरिन्। यसै गरी अभियन्ता यादवले मुसहर बस्ती तराई पहाडबीच सद्भाव जोड्ने कोसे ढुङ्गाको काम भएकोमा दुर्मु सुन्तलीलाई धन्यवाद दिए। यो तराई पहाडमा सद्भाव छर्ने काम हो, उनको भनाइ थियो। 4 करोड 78 लाख लागतमा बन्ने बस्ती अपाङ्ग मैत्री र बाल मैत्री हुनेछ। नमुना बस्तीमा 50 वटा घर, 1 सामुदायिक भवन, 1 बाल उद्यान र 1 मन्दिर समेत निर्माण गर्ने दुर्मुसले जानकारी दिए। यसअघि हस्तान्तरण गरिएको गिरानचोर एकीकृत बस्ती निर्माणबाट बचेको 1 करोड 3 लाख रुपियाँबाट निर्माण प्रारम्भ गरिएको उनको भनाइ छ। बस्ती निर्माणका लागि कतार निवासी व्यवसायी तथा समाजसेवी प्रकाश कोइरालाले 40 लाख रुपियाँ प्रदान गरेका छन्। त्यस्तै पूर्व मन्त्री तथा सांसद गिरिराज मणि पोखरेलले 10 लाख रुपियाँ सहयोग गर्ने घोषणा गरेका छन् भने महजोडीले 1 लाख रुपियाँ सहयोग गर्ने घोषणा गरेका छन्। शिलान्यास कार्यक्रममै कलाकार किरण केसी र पत्रकार राजकरण महतोले 10,000 रुपियाँ सहयोग गरेका छन्। शिलान्यास कार्यक्रममा मुसहर समुदायले कलाकारहरूलाई फुलमालाले भव्य स्वागत गरेका थिए। कार्यक्रममा सहभागी हुन काठमाडौँबाट आएका कलाकारहरूको स्वागतार्थ महिला, केटाकेटी र